हेलो गाइज, हामी चाहिँ होटल भिजिट गर्नको लागि पोखरा, चितवन अनि धम्पुस मालेगाउँ त्यस्तै आएको थियौँ। अनि हिजो चाहिँ हामीले पोखरा भिजिट गऱ्यौँ। आज चाहिँ हामी धम्पुस आउँदैछौँ। हेर्नु, यस्तो राम्रो ठाउँ छ यो धम्पुस भन्ने ठाउँ। प्राकृतिक सुन्दरताले नै भरिपूर्ण ठाउँ यो चाहिँ। एकदम धेरै चिसो भनौँ, धेरै चिसो पनि होइन, गर्मी भनौँ धेरै गर्मी नै होइन। यो ठाउँ चाहिँ होइन यस्तो राम्रो के जुन देखिराख्नु भएको छ नि, यो बोटबिरुवाहरू सुनसान छ होइन। एकदम धेरै राम्रो मन पर्यो मलाई चाहिँ यो धम्पुस। यो गाडी चाहिँ आधी ठाउँबाट आधी बाटादेखि आउँदैन रहेछ, चाहिँ आधी घन्टा जति चाहिँ हिँड्नुपर्ने रहेछ। अनि सबै साथीहरू चाहिँ पछाडि छन्, सरहरू अगाडि हिँड्छ। अनि हामी चाहिँ म चाहिँ बिचमा पनि सरहरूभन्दा अलिक पछाडि, स्टुडेन्टभन्दा अलिक अगाडि छु। अनि मलाई चाहिँ यस्तो रमाइलो ठाउँ छ होइन, भिडियो बनाउन मन लाग्यो नि त। अनि भिडियो बनाउँछु भनेर बनाएको। कस्तो रमाइलो के, दिनैभरि वहाँ अब हुन्छ नि कहाँ गुज्रेर आएको मान्छेलाई यस्तो प्राकृतिकले भरिपूर्ण ठाउँ हेर्न पाउँदा धेरै राम्रो हुँदो रहेछ। बाटो चाहिँ यस्तो छ।